हेलो हाई एभ्रिवान। आज म तपाईलाई यहाँ गोर्खाको एकदमै सुन्दर ठाउँ, एकदमै ब्युटिफुल प्यालेस रानी पोखरी देखाइरहेको छु। तपाईले हेर्न सक्नुहुन्छ। यो पोखरीको आफ्नै विशेषता र आफ्नै ऐतिहासिक कथा छ र यो पोखरी जुन किङ पृथ्वीनारायण शाहले आफ्नो रानीको सम्झनामा पोखरी बनाएको हो। That's why it's called रानी पोखरी। यहाँ आइपुग्दा एकदम आनन्द शान्त लाग्छ। वरिपरि हरियाली छ, पानी एकदमै सफा देखिन्छ अनि मन पनि शान्त लाग्छ। This is a perfect place to relax and feel nature। यहाँ तपाईहरु आए भने नेचर फिल एकदमै रमणीय वातावरणमा तपाई रमाउन सक्नुहुन्छ। एकदम आनन्द ठाउँ छ। यहाँ धेरै जस्तो मान्छेहरु घुम्न आउँछन्, रमाइलो गर्न धेरै मान्छेहरु आउँछ, शीतल खान धेरै आउँछ। यदि तपाईहरु गोर्खा आउँदै हुनुहुन्छ भने यहाँनिर आउन नबिर्सिनु होला है। एकचोटी आउन नछोड्नु होला। यहाँ आउनुस्, मजाले घुम्नुस्, एकचोटी मजाले रिल्याक्स गर्नुस्, मजाले आएर साथीहरुसँग बसेर भिडियो बनाउनुस्, फोटो खिच्नुस् है। एकचोटी आएपछि तपाईहरुले यो ठाउँ घुम्न चाहिँ नबिर्सिनु होला। एकदम राम्रो ठाउँ छ।